सम्माननीय सभामुख महोदयको अनुमतिले माननीय सदस्य ज्ञानबहादुर शाहीले यस सभाका माननीय सदस्य सरस्वती लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्तावको समर्थन गर्दछु। धन्यवाद। सम्माननीय सभामुख महोदय, यस गरिमामय संसद, संविधान र सदनका नियमावलीहरूले मात्र टिकेको हुँदैन। यस गरिमामय संसद दलहरू बीचको विश्वास, समझदारी, प्रतिबद्धता र विशेष गरी जिम्मेवार राजनीतिक संस्कारमा टिकेको हुन्छ। सत्तारूढ दलसँगको संवादपछि उपसभामुख पदको सन्दर्भमा बनेको समझदारी अन्तिम घडीमा लत्याइयो। यस विषयले हामी दलहरू बीच विश्वास भन्ने कुरा कति सस्तो रहेछ भन्ने कुरा प्रस्ताइदिएको छ। दलहरू बीचको ट्रस्ट डेफिसिट संस्थागत हुँदै गएको छ। सम्माननीय सभामुख महोदय, हामीले हिजो दिएको उम्मेदवारी कुनै पदप्रतिको तृष्णा थिएन। यो यसै पनि प्रतिपक्षको अधिकार नै थियो र राष्ट्रिय स्वतन्त्र पार्टीसँगको समझदारीपछि नयाँ ऊर्जा र प्रतिपक्षमै रहेर भए पनि सहकार्यको सम्भावनामा सकारात्मक भएर राप्रपा अगाडि बढेको हो। यो संविधानले प्रतिपक्षलाई निहित गरेको पदको मात्र प्रश्न होइन सभामुख महोदय, यो राजनीतिक आचरण र विश्वसनीयताको पनि परीक्षण थियो, राजनीतिक संस्कारको पनि परीक्षण थियो, जसमा सत्तारूढ दलले आफूलाई असफल साबित गरेको छ। सहकार्यको आधार विश्वास हो भनिन्छ, तर यहाँ त अविश्वासलाई नै नयाँ राजनीतिक संस्कार र नयाँ पोलिटिकल करेन्सीमा परिणत गरियो, संस्थागत गरियो। त्यसैले मेरो सिधा प्रश्न छ, राजनीतिक प्रतिबद्धता अब परिस्थिति अनुसार बदलिने अप्सन मात्र हो कि त्यसमा कुनै नैतिक राजनीतिक दायित्व पनि बाँकी छ? सम्माननीय सभामुख महोदय, राष्ट्रिय प्रजातन्त्र पार्टी बोलीको पक्का रहँदै आएको छ, तर राष्ट्रिय स्वतन्त्र पार्टीले उदाउँदै गरेको आफ्नो राजनीतिक इतिहासमा आफ्नै शब्द र प्रतिबद्धतामाथि विश्वास गरिहाल्न नसक्ने नजिर स्थापित गरेको छ। यसमा मलाई निकै दुःख लागेको छ। आजको प्रश्न पदको होइन, राजनीतिक आचरणको हो। सम्माननीय सभामुख महोदय, उहाँहरूको यस किसिमको अविश्वसनीय शैलीले राप्रपाको पार्टीको पनि विश्वसनीयतालाई समेत अनावश्यक रूपमा असर पुर्याउने काम भएको छ। यसलाई राप्रपाले भुलिदिनेछ, माफ गरिदिनेछ। सम्माननीय सभामुख महोदय, तर यस्तो राजनीतिक संस्कार यो सदनमा कहिले पनि नदोहोरियोस्। म एउटा अनुरोध आज सम्माननीय सभामुख महोदय गर्न चाहन्छु। एउटा यो लोगो जस्तै अर्को पनि लोगो बनाउनु पर्ने देखियो। नयाँ र पुरानो को हो भन्ने चिनाउने लोगो। सम्माननीय सभामुख महोदय, यसै सदनभित्रका प्रतिपक्षका नेताहरूले आफ्ना सामाजिक सञ्जालमा यो चुनाव हुनुभन्दा केही दिन अगाडि लेख्नुभयो, हामी पनि उम्मेदवारी दिन्छौँ, हेरौँ नयाँले नयाँलाई साथ दिन्छ कि पुरानालाई। अब मलाई बताइदिनुहोस् सम्माननीय सभामुख महोदय, म नयाँ हो कि म पुरानो हो? म अघिल्लो निर्वाचनमा पनि यहाँ धेरै साथीहरूसँगै थिएँ, यो निर्वाचनमा पनि छु। म नयाँ हो कि पुरानो हो त? हिजो हामीले जुन राजनीतिक संस्कार, सिन्डिकेटको राजनीतिक संस्कारको विरोध गरेर यो नयाँ युगमा प्रवेश गर्दै के आज यो सदनले फेरि पनि नयाँको सिन्डिकेट स्थापित गर्न खोजेको हो भने हामीलाई लोगो बनाइदिनुहोस्। विभिन्न दलबाट सत्ता पक्षमा विजयी हुनुभएका साथीहरू, यहाँहरू पनि पहिला अन्य दलहरूमा हुनुहुन्थ्यो। तपाईँहरू नयाँ दल कि पुरानो दल त? यहाँ अग्रजहरू हुनुहुन्छ, उहाँहरू नयाँ कि पुरानो त? नयाँ विचार हुनुपर्छ, नयाँ संस्कार हुनुपर्छ, त्यसलाई हामी स्थापित गरौँ र जुन सिन्डिकेटको राजनीति थियो त्यसलाई अन्त्य गरौँ। र म यहाँहरूलाई अन्त्यमा भन्न चाहन्छु, महिला माननीय ज्यूहरूलाई, आज हाम्रो पार्टीबाट एकजना महिला उम्मेदवार हुँदै गर्दा र देशभरिका मिडियाहरूलाई पनि म प्रश्न गर्न चाहन्छु, के कसैको श्रीमती हुनु हाम्रो पहिचान हो? के एउटा श्रीमान र श्रीमतीको योगदान राजनीतिकमा बराबर हुन सक्दैन? के उनको श्रीमान एउटा पार्टीमा राजनीतिज्ञ छ भनेर आज उसले घरमा बसेर चुलो चौको मात्रै गर्नुपर्ने थियो? के को लागि यो परिवर्तन गर्नुभयो? यदि तपाईँहरूले एउटा महिलालाई स्वीकार गर्न सक्नुहुन्न राजनीतिज्ञको रूपमा भने यसको म जवाफ यो सम्मानित संसदबाट चाहन्छु। त्यसैले
म यहाँहरूलाई भन्न आफ्नो चाहन्छु। भनाइ छुट्याउनुहोस्। हुन्छ सम्माननीय सभामुख महोदय, म अन्त्यमा छु। र यो सदन युवाको ऊर्जाले मात्रै चल्दैन, अग्रजको अनुभव पनि चाहिन्छ। अहिलेको आवश्यकता भनेको यो देशमा युवाको जोस, जाँगर र अग्रजको अनुभव हो। त्यसैले यो सदनमा हामी युवा मात्रै भनेर पनि हुँदैन। अबको संस्कार भनेको यो देशमा इमान्दारको जगमा गर्ने राजनीतिक संस्कारको आवश्यकता छ। र अझै पनि म भन्छु, हामी प्रतिपक्षमा भए पनि सत्ता पक्षसँग सहकार्य र समन्वय गर्छौँ। तर यहाँको राजनीतिको जग नयाँ पुरानो युवा अग्रज होइन, इमानको जगमा गरियोस्। धन्यवाद।